वाकपटुतामा निपुण मान्छेले मलाई भनिदिनुस्, राज संस्था फर्कियो भनेपछि हाम्रो अवस्था कसरी फेरिन्छ? म तपाईलाई एउटा सामान्य उदाहरण दिन्छु। म 7 वर्षको थिएँ, मेरो बर्दिया जिल्लाको घर हो। म 7 वर्षको हुँदा पूर्व गृह मन्त्री, पूर्व उप प्रधानमन्त्री, तपाईँको अब अहिले त एमाले पनि छोडिसक्नुभयो, वामदेव गौतम, जसले म 7 वर्षको हुँदाखेरि बर्दिया जिल्लाको मधुवन नगरपालिकाको वडा नम्बर 6 को एउटा जंगलको सांस्कृतिक कार्यक्रममा भन्नुभएको थियो। मलाई आज पनि याद छ उहाँको भाषणमा, नेपालका राजाहरूले पम्पादेवी शाहको नाममा स्विजरल्यान्डको ब्याङ्कमा खरबौं रुपियाँ लुकाएर आएका छन्। हामीले यो राज संस्थाको अन्त्य गरेर त्यो सम्पत्ति नेपालमा ल्याउने हो भने हरेक नागरिकहरूलाई 1 लाख रुपियाँ र 3 तोला सुन बाँड्न पुग्ने सम्पत्ति त्यहाँ छ भनेर म 7 वर्षको उमेर हुँदाखेरि वामदेव गौतमले भनेको आज पनि मेरो कानमा गुन्जायमान छ। आज म 32 वर्षको भइसक्दा ती वामदेव गौतम जस्ता धेरै तपाईँको के अरे गणतन्त्रका हिमायतीहरूले 1 पैसा लिएर आउन सके? अब भन्नुहोस्, त्यो व्यवस्था गलत थियो कि आजको यो व्यवस्था ल्याउनेहरू गलत थिए? म 7 वर्षको हुँदा वामदेव गौतमले बोलेको कुरा आज म 32 वर्ष हुँदा बिर्से कि बिर्सेनन्? कुन चाहिँ पम्पादेवी शाहको नाममा रहेछ पैसा? आज घुमाएर आउँदाखेरि बाबुराम भट्टराईले प्रचण्डको नाममा अरबौं रुपियाँ छ भने कि भनेनन्? विप्लवका तपाईँको प्रवक्ताले महासचिवले अरबौं रुपियाँ प्रचण्डको नाममा छ भने कि भनेनन्? बुढी गण्डकीमा अरबौं रुपियाँ प्रचण्डले घोटाला गरेको बाबुरामले भने कि भनेनन्? कारवाही भयो? यो व्यवस्था ठिक रहेछ त? हामीले त केही भन्नै परेन। जसले हिजोको व्यवस्था गलत थियो भनेर हिँडे तिनैले हिजोको व्यवस्था गलत थियो भन्नेहरू नै गलत छन्, यिनै भ्रष्टाचारी हुन्, यिनै अपराधी हुन् भनेर भनिरहँदा साँच्चै अब राज संस्थाको आवश्यकता किन पर्यो भने यस्तै दलाल, भ्रष्ट, अपराधी, अराजक, हिंसाको जगमा स्थापित विदेशी भरियाहरूलाई अब यो देशबाट लखट्नको लागि राज संस्थाको आवश्यकता परेको। र अर्को कुरो, राज संस्था हुँदाखेरि नेपालमा विकास थिएन भन्छन्, राज संस्था हुँदाखेरि नेपालमा उद्योग कल कारखाना थिएन भन्छन्। आज पञ्चायतले खोलेका उद्योग कल कारखानाहरू बन्द गर्ने को हुन्? आज महेन्द्र राजमार्गमा पूर्व मेचीदेखि पश्चिम महाकाली हामी हिँडेका छौँ, त्यो प्रचण्डले बनाएको बाटो हो, त्यो शेरबहादुर देउवाले बनाएको बाटो हो। आज चिनी मिलहरू, तपाईँको जुट मिलहरू राजाले बनाएका थिएनन्। आज तपाईँको कागज कारखाना राजाले बनाएको थिएन। आज विश्वमा पुगेको नेपाली जुत्ता कारखानाको अवस्था के छ? धेरै ठुलो कुरा नगरौँ, यही पछाडिपट्टि अनामनगरको सिंहदरबार वैद्यखानाको अवस्था के छ? आज नेपालीहरूले बिरामी भएर उपचार गर्नको लागि इन्डियाबाट लिएर आएको औषधि खानुपर्छ, सिंहदरबार वैद्यखाना बन्द गर्ने को हुन्? यिनै काङ्ग्रेस र कम्युनिस्टहरू होइनन्? अनि यिनै काङ्ग्रेस र कम्युनिस्टहरूले ल्याएको व्यवस्था अब ठिक छ भनेर हामी बस्यौँ भने फेरि धोका हुन्छ। हिजो गणतन्त्रको पक्षमा लडेका माओवादीका कार्यकर्ताका, माओवादीका छोराहरू आज नेपालमा राम्रो शिक्षा भएन भनेर अस्ट्रेलिया पुगे। आज नेपालमा रोजगार भएन भने तिनीहरू जसले सुविधाको निम्ति, शिक्षाको निम्ति, स्वास्थ्यको निम्ति गणतन्त्र ल्यायो तिनैका सन्तान आज नेपालमा छैनन् भने हामी जस्ता आम निम्नवर्गीय मान्छेहरूको भविष्य यो देशमा छैन। गणतन्त्रमा त्यो भएको हुनाले राज संस्था ल्याउनुपर्छ र राज संस्था आउने नआउने अब नेपाली नागरिकहरूको हातमा छ। अहिले तपाईँहरूको आजको मुख्य माग के हो? कतिपय